हेल्थको कुरा गर्दाखेरि तपाईको एम्बुलेन्सहरू छ नि पुरै घमण्डका साथ भारत सरकारले अनुदान प्राप्त के अरे भारत सरकारद्वारा अनुदान प्राप्त एम्बुलेन्स भन्छ। जब एउटा एम्बुलेन्स पनि एउटा पुरै देशले दिनुपर्छ। जापान सरकारद्वारा, चीन सरकारद्वारा प्राप्त। यहाँनिर यत्रो टोयोटा, हुन्डाई, टाटा, दुनियाँ कम्पनी, सुजुकी गाडी छन्, तिनीहरूले वर्षको एकचोटि आफ्नो सीएसआर अन्तर्गत एम्बुलेन्स गिफ्ट गर्न सक्दैन। उनीहरूको सीएसआर भनेको चाहिँ के हो त? त्यो त उनीहरूले गर्ने हो नि त। हामीले जापान सरकारसँग माग्नुपर्छ जब एउटा एम्बुलेन्स हैन। एम्बुलेन्स तपाईको सुविधै छैन। एम्बुलेन्सको कुराहरूमा तपाईँ हेर्नु होइन, तपाईँ फोन गर्नु एम्बुलेन्स आउँदैन, फोन उठ्दैन, केही हुँदैन होइन। एम्बुलेन्स ड्राइभरलाई जहाँ उसलाई कमिसन आउँछ उसले त्यही हस्पिटल लैदिन्छ। सिभिल हस्पिटल नजिक छ तर उसले ओम हस्पिटल लैदिन्छ भनेपछि त्यो त गलत चिज हो नि, भ्रष्टाचार हो नि त त्यो। यसको लागि चाहिँ तपाईँको एउटा कल सेन्टर भयो। कल सेन्टरमा चाहिँ तपाईँले फोन गर्नुभयो मलाई यहाँ हो, अनि त्यो कल सेन्टरले नै जीपीएस सिस्टम सबै एम्बुलेन्समा राखेर नजिकको एम्बुलेन्सलाई फोन गरेर ल यहाँको बिरामी यो हस्पिटलमा लैदिनु भनेपछि त त्यो एम्बुलेन्स चलाउने ड्राइभरले चाहिँ आफ्नो दिमाग चलाउनु परेन नि त। जहाँनिर कमिसन आउँछ त्यहीँ हाल्छु भन्नु परेन। भ्रष्टाचार रोकियो नि त यो मान्छेले गर्दा। त्यो यसलाई चाहिँ कुन हस्पिटल भने उसैले रिफर गर्ने भयो। उसले त आफ्नो मन परे कुनै पनि हस्पिटलमा त लैदिन पाएन नि त। वार्डमा तपाईँको छ स्वास्थ्यको निकायहरू नगरपालिकामा छ, कोही जाँदैन रहेछ नि त। किन भन्दाखेरि त्यो इफेक्टिभ छैन। तपाईँको हरेक वार्डमा एटलिस्ट एउटा राम्रो डक्टर, एउटा नर्सिङ पढेको मान्छे, एउटा ल्याबको मान्छे, थोरै डायग्नोसिस गर्ने मान्छे तपाईँको राखिदियो। अनि तपाईँको प्राथमिक उपचारहरू, किनभने तपाईँको सर्जरीसम्म पुग्ने त भनेको सुरुवात त केही न केहीबाट भएको हुन्छ नि त। त्यो सुरुवाती फेजमा तपाईँको उपचार भयो भने त तपाईँ सर्जरीसम्म पुग्नु पर्दैन नि त। हाम्रो प्राइमेरी हेल्थ केयर खराब छ नि त। प्राइमेरी हेल्थ केयरलाई हामीले अपलिफ्ट गर्न सक्यौँ। हरेक वार्डमा, हरेक ठाउँमा गभर्मेन्ट हस्पिटलहरूलाई चाहिँ हामीले प्रमोट गर्न सक्यौँ। डिजिटल कार्ड सबैको एउटा आइडेन्टिटी कार्ड, तपाईँको 10 वर्ष अगाडि गरेको एक्सरे पनि हुन्छ त्यहाँ, 5 वर्ष अगाडि गरेको अल्ट्रासाउन्ड पनि हुन्छ त्यहाँ, 2 वर्ष अगाडि गरेको एमआरआई सिटी स्क्यान पनि, सबै डाटा राखेर उसको हिस्ट्री भइदियो भने त हरेक हस्पिटलमा नयाँ कार्ड फर्म भर्नु परेन नि त। होम हस्पिटलको एउटा छ, सिभिलको अर्को छ, वीरको अर्को छ। दुनियाँ किन एउटै कार्डबाट सबै ठाउँमा रिड गरेपछि त त्यो भयो त। सबैको कार्ड बनाउनु जरुरी छैन नि त। सबै डाटा त्यही हुन्छ। तपाईँले यत्रो बाक्लो सबै चिज डाटा बोकेर त बस्नु परेन नि त। यो सिस्टमेटिक लान सकिन्छ, यसलाई डिजिटल गराउन सकिन्छ, यसलाई अपलिफ्ट गराउन सकिन्छ, यो एम्बुलेन्सहरू झन् बढाउन सकिन्छ। अनि कल सेन्टरहरू राख्न सकिन्छ सर्भिसेसको लागि। एम्बुलेन्स सुरुमा चाहिँ एम्बुलेन्सकोमा फोन नजाओस् क्या, सुरुमा चाहिँ कल सेन्टरमा फोन गरेर उसैले ल तपाईँको नजिक चाहिँ यहाँ रहेछ एम्बुलेन्स, यसले चाहिँ तपाईँलाई नजिकको हस्पिटलमा अथवा कहाँ लैदिन्छ भनेपछि त्यहाँ भ्रष्टाचार त्यहाँ पनि रोकिन्छ क्या। अझ काठमाडौँ उपत्यका भनेको आयुर्वेदको लागि फेमस मान्छे हो, त्यो यो ठाउँ हो क्या। आयुर्वेद तपाईँको यति विकसित थियो पहिला कि हाम्रो ड्याडीकोमा तपाईँको युरोपियनहरू, अमेरिकनहरू, अस्ट्रेलियनहरू चाहिँ नेपाली भाषा सिकेर चाहिँ उहाँसँग सिक्न आउँथ्यो। अनि उहाँसँग सिकेर नोट गरेर उनीहरूले यत्रो बाक्लो किताबहरू छापेको छ क्या। जर्मन भाषामा छापेको छ होइन, चाइनिज भाषामा छापेको छ, इङ्ग्लिस भाषामा छापेको छ। त्यो बेला आयुर्वेद त्यस्तो थियो एकदमै। यहाँ त एकदम बेस्ट हो नि त आयुर्वेदको लागि। नरदेवी हस्पिटल आयुर्वेदिक हस्पिटल छ। एकचोटि पहिला भिडभाड लाग्थ्यो त्यहाँको ओपिडीमा, त्यहाँनिर निःशुल्क उपचार हुन्थ्यो, त्यहाँनिर बेडहरू थियो। अहिले पनि जन्डिसको लागि सबभन्दा बेस्ट मानिन्छ अहिले पनि होइन। त्यहाँनिर सबै सेवा सुविधा थियो। यहाँको जडीबुटी तपाईँको साइड इफेक्ट केही पनि हुँदैन होइन। जस्तै आयुर्वेदको औषधिले ढिलो काम गर्छ भनेर भन्छन् होइन। तपाईँको सिटामोल भन्दा आयुर्वेदिक त्रिशुन भन्ने औषधिले चाँडो काम गर्छ, महासुदर्शन भन्ने औषधिले चाँडो काम गर्छ होइन। भनेको यो प्राइमेरी जुन छ नि, जेनरल फिजिसियन भन्छ नि, जेनरल फिजिसियनकोमा जाँदाखेरि जुन उपचार हामीले जुन कुराहरू सोध्छौँ नि त्यो चिज आयुर्वेदबाट सल्भ हुन सक्छ क्या प्राइमेरीमा। सर्जरीसम्म पुग्यो भनेर ठिक छ एलोपेथीमा जाने। तर यहाँ हाम्रो त यो त धर्ममा पनि पर्छ, कल्चरमा पनि पर्छ। हामीले यसलाई विकास गर्नुपर्ने लोभ भएर गइसक्यो होइन। यो चिजको लागि त हामी फेमस थियो नि त। त्यो आयुर्वेदले गर्दाखेरि टुरिज्म, हेल्थ टुरिज्म यति धेरै बढेको थियो त्यो बेला। त्यहाँका आयुर्वेदिक डक्टरहरूलाई अफर गरेर उनीहरू अमेरिका, युरोप कता उनीहरू जान पाउँथ्यो। उनीहरू यहाँ आउँथे अनि जचाउनलाई आएको मान्छे बल्ल चाहिँ अरू ठाउँ घुम्न जान्थ्यो क्या। भनेको हेल्थले पनि त टुरिज्म प्रमोट गराएर रहेछ नि त पहिला, जुन अहिले कसैले सोचेकै पनि छैन। 30 वर्ष ढिला भइसक्यो। 30 वर्ष ढिला भइसक्यो भन्नुको 30 वर्ष पछाडि चाहिँ फेरि अर्को 60 वर्ष ढिला भइसक्यो भन्नु नपरोस् भन्ने हो नि त। यो चिज त हामी सबै सेक्टरमा गर्न सकिने चिज हो।